मर्निङ अब उठ्यो होइन हिँड्नुपर्छ चिया चिया खाइयो के अरे अब हिँड्नुपर्ला उज्यालो भइसक्यो अब 6:15 भइसकेछ अब उज्यालो भइसक्यो बाटो देखिने भइसक्यो नि त भइसक्यो अब हिँड्न पऱ्यो एकदम म रेडी हुन्छु पहिला एकदम म रेडी भएर हिँडिसकेँ अब आज चाहिँ अलिक छिटो हिँडिसकेँ अब कति बेला पुगिन्छ बाटोबाट देखिहाल्छु है त ल म चाहिँ आधा बाटोमा आइसकेँ है त आज यताबाट जाऊँ ल सधैँ यताबाट गइन्थेँ आज यताबाट जाऊँ है यताबाट जाऊँ बिहान भइसक्यो उज्यालो भइसक्यो है त अलि छिटो हिँड्नु पर्यो आज त क्या है त खोलिदियो टोपी त अब कति बेला पो पुगिन्छ है अनि के छ त तपाईँहरूको हल्लीचल्ली के गर्नु भएको छ होइन यसो भर्खर सुरु गर्दै हो केही कमी कमजोरी भएको छ केही भएको छ केही नमिलेको छ केही सुधार गर्नुपर्ने छ भने यसो सल्लाह सुझाव दिनु होला कमेन्ट गरिदिनु होला ल भाइ ल दाइ ल छोरो ल सोल्टी यस्तो गर्नु पऱ्यो यस्तो सुधार गर्नु पऱ्यो यो भएन यस्तो देखाउनु पऱ्यो यस्तो गर्नु पऱ्यो भनेर कमेन्ट गरिदिनु होला म्यासेज गर्न सक्नुहुन्छ मलाई है म त्यही अनुसारको तपाईँहरूले भनेको अनुसारको भिडियो ल्याउनु कोसिस गर्नेछु होइन तपाईँहरूले भने अनुसारले गर्नु कोसिस गर्नेछु सबै अब तपाईँहरूले जे चाहिन्छ नि तपाईँहरूलाई त्यही आउँछ क्या है त साथीहरू है त त्यति गरिदिनु त ल तपाईँहरूकै भाइ तपाईँहरूकै साथी तपाईँहरूकै छोरी तपाईँहरूकै छोरा हो म पनि है अब मलाई पनि सानो ट्याक्क त्यो युट्युबमा गएर सब्सक्राइब गरिदिएर बेल आइकन ट्याक्क दबाइदियो हुन्छ क्या है त अहिले चाहिँ आइपुगिसकेको छु ल अहिले चाहिँ म खोलामा आइपुगिसकेँ अब लास्ट भनेको 10-15 मिनट पुग्छु अनि काम सुरु है त अनि एउटा कुरा भन्न मन लाग्यो कि मलाई चाहिँ होइन मैले यो एउटा अङ्कलले मलाई हिजो भन्नुभएको थियो कि यो के हुने होइन के हुँदैन तैँले किन उ गरिरहेको फोकटमा तैँले किन काम छोडी काम नगरी राम्रोसँग काम नगरी किन यस्तो गरिरहेको छ मोबाइल खेलाउँदै हिँड्दै मोबाइल उ गर्दै हिँड्दै भनिराख्नु भएको थियो होइन आज नहोला भोलि नहोला पर्सि नहोला होइन 1 महिना नहोला 2 महिना नहोला तर मलाई म माथि विश्वास छ क्या मैले काम गरिरहेको काममाथि विश्वास छ मैले गरिरहेको चिजप्रति विश्वास छ आज नहोला होइन आजको आज हुन्छ भन्ने पनि छैन नि त अनि मलाई म माथि विश्वास छ मैले गरिरहेको काममाथि विश्वास छ सबैमाथि विश्वास छ भनेपछि कस्तो नहोला र होइन मैले केही बोलिनँ होइन अब उनीहरूले भन्ने मान्छेले त भन्छन् कि
भन्ने मान्छेले भनिहाल्छन् भन्नेको मुख थुनेर सकिँदैन रहेछ क्या। दुःख लाग्थ्यो एकछिन होला कि हो कि जस्तो नि लागेको थियो। अनि पछि मलाई अरूभन्दा नि मैले त्यो अङ्कललाई एउटै जवाफ दिएँ कि अङ्कल मलाई आफ्नो भाग्यमा भन्दा पनि नि आफूमा विश्वास लाग्छ क्या, आफ्नो मिहिनेतमा विश्वास लाग्छ। मैले गरिरहेको मिहिनेतमा विश्वास लाग्छ, मेरो भाग्य छैन होला तर मैले गरिरहेको काममाथि विश्वास लाग्छ भनेर भनिदिएँ क्या होइन। के मैले गलत भने होला त? ल है त म खोलामा आइपुगेँ है, खोलामा आइपुगेँ। ए खोलामा छु है, खोलामा छु। धेरै होइन 10 मिनटमा पुगिहाल्छु है त। ल है त दोकानमा आइपुगेँ आज त। 10 मिनट भनेको 10 मिनटमै आइपुगेँ है। यो लाइट बल्ल ल दोकानमा आइपुगेँ। आज नै घर यो लिएर जानुपर्छ गजबको पिरो। यो र उतो कुकु क्रन्च यो लिएर जानुपर्ला आज घर है त। ल अब मेरो यो सन्दुक सुपर सन्दुकमा मेरो झोला राख्छु है त म। ल है त बित्तिकै काम पाइयो। यो चाहियो अरे उता लगाएर म देखाउँछु है त। हाम्रो साउजीको घर है त। ब्यारिकेड लगाएको छ, लगाएको छ। ल है त पेन्ट चलिरह। प्लाइवुड पेन्ट हुन्छ। त्यस्तो भयो। आधा मात्रै बनाउने हो त पहिला। टाइम भयो त नास्ता खाने। त्यस्तो भयो पेन्टले। यति भयो त्यहाँबाट लगाउँदैछ उता दुइटा छ है त। ल है त पेन्ट गरेर भयो। यहाँ दुइटा छ, तिनवटा, चारवटा, 5, 6, 7, 8वटा है। यो अब काम सिद्धियो। ल है ल काम सिद्धिएर हिँड्ने है त। काम सिद्धिएर हिँड्ने। यो बिहान लिएर आएको कपडा अब घर गएर नुहाइधुवाइ गर्नु पऱ्यो। आज पेन्ट गरेर भ्याएर आज पसलको काम भएन, त्यही भएर पेन्ट गरेर भ्याएर हिँडेको। घर गएर नुहाइधुवाइ गरेर कपडा सपडा धुनु पऱ्यो है त। ल है म खोलामा आइपुगेँ होइन। खोलामा आइपुगेँ, खोलाभन्दा यता डिममा भनौँ न। डिममा आइपुगेँ। यो लुगा चाहिँ बिहान लगाएर गएको। अब त्यहाँ घर ढलाइ हुँदो रहेछ। आज त्यही पसल भएको घरमै माथिपट्टि तल थपेर अनि घर ढलाइ गर्दो रहेछ। त्यही भएर झोला उता उसमा राखेको स्टोरमा राखेको झुक्नै पाइएन क्या। बिहान आएको बाटो पनि यही हो के अरे होइन।
यहाँबाट फेरि सर्टकट अलि बाटो ठिक त छैन, तैपनि सर्टकट पर्छ त्यहाँ निस्किनको लागि, त्यो बाटो निस्किनको लागि होइन। त्यो बाटो निस्किन मिल्छ यहाँबाट चाहिँ। हो उहाँ देखेको पुल देखेको बाटोमा होइन। अहिले चाहिँ म यहाँ आइपुगेको छु है त। ल यो गाइस म ठ्याक्कै घर आइपुगेँ।